डीप फ्राई गर्नुपर्छ है। गरेपछि अनि फेरि यसमा पानी एड हुन्छ। फेरि यसमा थोडा धनिया पनि डाल्नुपर्छ है, राम्रोसँग यसमा धनिया हालेर है हल्का यस्तो फ्राई गर्नुपर्छ। 11 मिनट क्यारेट फ्राई। फेरि हुन्छ साथीहरू यसमा पानी एड गर्नुपर्छ है। पानी एड गरिसकेँ अनि यो त कुकर हो नि, कुकरमा बनाइरहेको छु कि अब यसमा लाग्छ। यो चाहिँ बन्द भइसक्यो, 2-3 सिटीमा बन्द गर्नुपर्छ। आजको खाना यति नै हो साथीहरू। यो बिन्स आलु फ्राई और यो चाहिँ दाल हो है। यतिमा मेरो खाना पुरा भयो। अनि ग्यास चाहिँ दिदीले बन्द गरिदिन्छ है। यस्तो धन्यवाद।